ल साथीहरु सम्पूर्णलाई वेलकम छ वन सेवा अनलाइन तयारी अर्थात हाम्रो युट्युब च्यानल रिजन पाण्डे है। आज तपाईहरुको लागि एकदमै खुशीको कुरा, तपाई बिहानैदेखि अलि ह्यापी मुडमा हुनुहुन्छ होला है, हामीलाई थाहा भइसकेको छ। अब आजको सन्दर्भ भनेको मध्य प्रदेश लोक सेवा आयोग वन रक्षकको विज्ञापन सम्बन्धी रहनेछ। तपाईहरु नयाँ हुनुहुन्छ अथवा कुनै जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यो युट्युब च्यानल रिजन पाण्डे अथवा अनलाइन लोक सेवा तयारीलाई तपाईले सब्स्क्राइब गर्नुस् है। सब्स्क्राइब गर्नुस् त साथीहरु। यो खुशीमा तपाईले मेरो युट्युब च्यानलमा 2K चाहिँ सब्स्क्राइब पुर्याउनुस् है। ल हामी आज छलफल गर्न गइरहेका छौं मध्य प्रदेश लोक सेवा आयोग मध्य प्रदेश, कुन मध्य प्रदेश जनकपुर धाम नेपाल। अब हामी हेर्छौं साथीहरु, यहाँ प्रदेश निजामती सेवा वन सेवा तर्फ सहायक स्तर 13 तह वन रक्षक पदको समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन। बुझ्नुभयो? अब सूचना नम्बर छ 8283। यो आर्थिक वर्ष यो वार्षिक कार्यतालिका पनि थाहा तपाईहरुलाई मैले भनिराखेको थिए है। हाम्रो यो वन सेवा अनलाइन तयारीमा आइराखेको हुन्छ। आर्थिक वर्ष को वार्षिक कार्यतालिका 2082-83 अनुसारको यो विज्ञापन हो। विज्ञापन चाहिँ 29 गते माघको 29 गते गर्ने भनी उल्लेख गरेको थियो। अब विज्ञापन मिति हेर्नुस् 2082 10 महिना 29 गते बिहीबार। कुन बार? बिहीबार। नझुकिनु होला है। ल सब्स्क्राइब नगरेको साथीले सब्स्क्राइब गर्नुस् है। हाम्रो अन्य जानकारी पनि आउँछ, यस वन सम्बन्धी सम्पूर्ण जानकारी हाम्रै च्यानलमा आउने हो है। अब हेर्छु हामी यहाँ यो चाहिँ भइहाल्यो। तपाईले अनलाइन फर्म भर्नको लागि चाहिँ यसबाट भर्न सक्नुहुन्छ है। यो तपाईहरुलाई परेन। अब म यो विज्ञापनतर्फ जान्छु है। ल एकमा छ वन जनरल फरेस्ट्री खुल्ला। खुल्लाको विज्ञापन कति छ? ल खुल्लाको चाहिँ जम्मा 20 जना। कति? जम्मा 20 जना चाहिँ खुल्लाको छ। ध्यान दिनु होला है। खुल्ला 20, मधेसी महिला 5, मधेसी 5, दलित महिला 2, दलित 2, मुस्लिम महिला पुनः विज्ञापनमा 2 र माघ पदसँगै 1 है। जम्मा 3 जना मुस्लिम महिला। अनि मुस्लिम भनेको 1, आदिवासी जनजाति 1, आदिवासी जनजाति अर्को यो महिला भयो 1, थारू 1, आर्थिक रूपले विपन्न खसारे भनेको 1 गरेर हाम्रो जम्मा कति? 42 वटाको चाहिँ विज्ञापन भएको छ। 42 वटा। यो भारी मात्रामा विज्ञापन हो है साथीहरु। 42 जना भन्नु कम कुरा हैन है। यत्रो विज्ञापन भनेको तपाईहरुको लागि सानो हैन। तयारी गर्ने साथीहरुको लागि एकदमै यो ठूलो मात्रामा विज्ञापन रहेको छ है। अब हेर्नुस् परीक्षाको किसिम पहिला हाम्रो शारीरिक परीक्षण हुन्छ है, त्यसपछि लिखित र अन्तर्वार्ता यो भइहाल्यो। फर्स्टमा चाहिँ शारीरिक परीक्षण, त्यसपछि तन्दुरुस्ती परीक्षण, त्यसपछि लिखित परीक्षा र अन्तर्वार्ता यो लास्ट भइहाल्यो। अब तपाईहरुलाई भनेछि अरु त्यस्तो इम्पोर्टेन्ट केही छैन। यो फर्म भर्ने म्याच चाहिँ यो 81 छ, यो 82 हो है। यो बुझ्नु होला 82, यो पनि 82 1 महिना 20 गतेसम्मको वैशाखको 20 गतेसम्म फर्म भर्ने म्याच छ। वैशाखको है साथीहरु, वैशाखको 20 गतेसम्म। यो तपाईले ध्यान दिनुपर्छ। 18 वर्ष पूरा भई 40 वर्ष ननागेको वालाको लागि हो है। यो 40 वर्ष मध्य प्रदेशको लागि छुट्टै छ। फेरि 40 वर्षसम्मको लागि चाहिँ फर्म भर्न मिल्छ। यो तपाईहरुलाई पछि थाहा होला। तपाईले अब सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो हामी तपाईलाई सानो एउटा जानकारी जस्तै भिडियो दिएका हो। हामी अन्य मध्य प्रदेश सम्बन्धी धेरै इम्पोर्टेन्ट कुराहरु लिएर आउँछु म यही वन सम्बन्धी। तपाईले हाम्रो युट्युब हाम्रो फेसबुक पेज हेर्नुस् है। हाम्रो फेसबुक पेज यसबाट देखिन्न होला सायद, यसबाट देखिएन। म तपाईलाई देखाउँछु। हाम्रो फेसबुक पेज तपाईले फलो गरेको हुनुपर्छ। ल हेर्नुस् हाम्रो फेसबुक पेज वन सेवा अनलाइन तयारी। यो पेज चाहिँ तपाईले अनिवार्य फलो गर्नु होला। यसमा हेर्नुस् हाम्रो अल वन रक्षक सम्बन्धी मैले हेर्नुस् हिजो नै राखिसकेको थिए। हेर्नुस् है, हिजो नै हेर्नुस् यहाँ मध्य प्रदेश, यहाँ हेर्नुस् हिजो नै मैले राखिसकेको थिए मध्य प्रदेशमा वन रक्षकको विज्ञापन भनेर। हिजो राति नै 11 घण्टा अगाडि हेर्नुस्। ल सम्पूर्ण साथीले हाम्रो युट्युब च्यानल चाहिँ सब्स्क्राइब गर साथ दिने है। सब्स्क्राइब गरेर
ल सम्पूर्ण साथीहरूलाई धन्यवाद। फेरि पनि हामी उपस्थित हुनेछौँ है।